बुटो चाहिँ यो बुटो चाहिँ बेसरी पुरानो बुटो जस्तो छ हैन र? पुरानो जस्तो हो उहिलेको यो। म यहाँ आउँदाखेरि यस्तै ठुलो थियो बुढो भएको ए यहाँ थियो। हजुरले ससुरा बा थिएन कि सासू थियो। म आउँदाखेरि यहाँ एउटा ठुलै थियो कतरको बुट्टा आँपको बुट्टा थियो बम्बई आँपकी थियो त्यहाँको फालेको हो ढलाएको ए त्यो ठेकी कुर्ने चिउत्राहरू आउँछ बुट्टाबाट फालिदियो। आँप पनि त्यहाँ माथि घर बनाउँदाखेरि पुरानो अर्को घर चाहिँ पहिलाको घर बनाउँदाखेरि पहिलाको खरको साना थियो कि कटाको ठुलो थियो त्यो अर्को टेन हालेर बनाएको थियो गाडी भुकुमले भत्काएको। त्यही त बुटो ठुलो भए पनि फल चाहिँ यति दुईटा भन्दा त होइन छ कि पोट फल्यो थियो पराएर फल्यो थियो कि असम हो कि चाँडै घाँस काट्यो कि कान्छी बुहारीको तल बस्ने भयो कि फेद्दैमा मात्रै फलेको टुप्पासम्म त रित्तै फेरि सर्लकने कतै नफलेको के फल्न नि यति मात्रै फलेको खासै नफल्दैन के अरे खान पहिलाकोले के हो खान्थ्यो त्यही भएर होला सायद खाना पनि नखर्ने घाँस झ्यामझुम काटिदिएपछि नफल्ने आनन्दै छ त्यसो भए घाँस भर्खर सानो सानो यस्तै फुल्छ यस्तै फुल्दाखेरि अलिक ठुलो ठुलो हुँदाखेरि घाँस काट्ने हो भने बस्छ नफुल्दै घाँस काट्यो भने फेरि फल्दैन कि झऱ्यो अस्ति